2011 सालमा भूकम्प लाग्यो है त्यसको एपिसेन्टर। हेलो गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज म गुम्बा जाँदैछु। गुम्बामा चाहिँ जिन्सेक छ अनि तपाईँहरूलाई पनि देखाउने छु। आउनुहोस्, अब गुम्बामा भेट्ने छु तपाईँहरूलाई अनि गुम्बामा के कसो हुन्छ तपाईँहरूलाई देखाउने छु। अब हामी गुम्बा पनि आइपुगिसकेका छौँ। मेन गेट यही हो हजुर। यहाँबाट गुम्बा आइपुग्यो। यस्तो प्रकारले पहिला लाउनुपर्छ। यस्तो प्रकार नाप्दो रहेछ नि त रातो कलरले डोरीले चाहिँ यसरी दामी रहेछ नि त। तपाईले घाँस काट्नुहोस्, तपाईँ अफिस जानुहोस्, खडा भएर यता आइदिनुहोस् अगाडि र सबैजनाले अग्निदेवलाई सामग्री चढाइदिनुहोस्। तीन पल्ट है घुम्दै है अग्निदेवलाई सामग्री चढाउँदाखेरि तपाईँले आफ्नो चिन्ता शुद्ध गर्नुपर्ने हुन्छ र मनमा भएको रिस राग अहङ्कार घमण्ड सबै नष्ट भइसक्यो भनेर हामीले त्यस्तो भावना लिएर हामीले यहाँ चढाउनु पर्ने हुन्छ र सबै बाधा विघ्नहरू हुन्छ सबै नाश होस् भनेर सम्झिनुहोस् र आफू एकदमै शान्तिसँगले हल्ला नगरिकन सबैलाई हामी टर्न दिनेछौँ र सबैले पालै पालो है लगाइदिनुहोस् भन्ने यहाँबाट अनुरोध गर्दै हुन्छ। अब सबैले लगाइदिनुहोस् ल। हामी यहाँ जब मन्त्र जप्छौँ त्यतिखेर तपाईँहरू तीन खेप है दाहिनेपट्टिबाट है घुमेर तपाईँहरूले चढाइदिनुहोस् भन्ने अनुरोध गर्दछौँ। ओम गुरु गुरु जय 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 ओम गुरु गुरु जय। सामग्री ल्याउनु हुँदा तपाईँले हातले यसरी मुखको सास पनि अलिकति फु गर्दै लगाउनुहोस् कि ताकि भित्र भएको रिस राग अहङ्कार घमण्डहरू सबै नष्ट भएर जाओस् भन्ने भावनाले। बहिनी ससेट के को सोयाबिन ससेट ए त्यो मजाले बनाउनु हुँदो रहेछ। यहाँ पनिर, यहाँ भाइले पनिर बनाउनु हुँदैछ, फ्राई गर्नु हुँदो रहेछ यहाँनिर। हजुर यो पनिर अलग्गै बनायो हो, पनिर चिल्ली बनाउनु भएको यो चाहिँ। ए उतापट्टि चाहिँ के चाहिँ सस खाएकै छुइनँ। धमाधम अब यहाँनिर के अरे यहाँनिर ससेट अरे त्यो
सोयाबिन ससेट बनाउने हो यो भाइ चाहिँ चिल्ली सस ए भैयाले चाहिँ के बनाउनु भएको अरे यो चाहिँ जुलेबी बनाउनु भएको कति वर्ष बादमा बनाउनु भएको अरे 10 वर्ष बादमा मैले बनाएको 10 वर्ष बाद किन त्यति साह्रो टाइम लगाएको 10 वर्ष लगाएको हजुर मेन पोस्ट हेर्दा ठिकै हुने थियो ए यत्रो टाइम लगाएर चाहिँ यो पालि चाहिँ 10 वर्ष बादमा चाहिँ बनाउनु भएको कलर चाहिँ यहाँ गर्दो रहेछ नि त है कलर चाहिँ यहाँ बनाउँदो रहेछ नि त है त्यस्तो कलर चाहिँ यहाँ जुसको व्यवस्था रहेछ खाना उहाँ आइरिन्जिङ हुनुहुन्छ आइरिन्जिङ टासुदीले दुःखलाई चिना अब यो कुरा गर्दा सबैलाई के लाग्छ अरे म त चिन्छु नि है घोडा दुखेको चिन्छु ढाड दुखेको चिन्छु दाँत दुखेको चिन्छु टाउको दुखेको झन् बेसी चिन्छु म चिन्छु नि हो छैन त्यो दुःख यति मात्रै हो त जब तपाईँको घरको कुनै सदस्य है छोराछोरी नाता नातिनी कुनै मार्गमा जान्छ तपाईँको मनमा कस्तो असन्तुष्टि हुन्छ त्यो दुःख हो कि होइन अब हाम्रो हिसाबले दुःख भन्ने बित्तिकै टाउको खुट्टा घुँडा दाँत योहरूलाई मात्रै सम्झिरहेको छौँ नि त्यो त फिजिकल सफरिङ हो फिजिकल शारीरिक मानसिक त हामीले कुरै गरेको छैन चिनेको पनि छैन ब्याङ्कमा लाखौँ रुपियाँ छ तर भोलिको लागि टेन्सन भइरहेको छ कहाँबाट आउँदैछ यो दुःख छोराछोरी आफ्नो नोकरीमा एकदम सेटल भयो तर यो नाता नातिनीले नोकरी पाउँछ कि पाउँदैन यो टेन्सन कहाँबाट आउँदैछ जब दुःख भन्छौँ नि एउटा सामान्य व्यक्तिले चाहिँ शारीरिक दुःख फिजिकल पेन त्यसलाई मात्रै बुझेको छ तर मेन्टली जुन प्रकारको चिन्ता जुन प्रकारको सुर्ता जुन प्रकारको डिसकन्टेनमेन्ट होइन त्योहरूलाई चाहिँ हामीले दुःख भनेर आइडेन्टिफाई गरेको छैन तर त्यो घुँडा दुख्नु टाउको दुख्नु भन्दा बेसी दुःख चाहिँ मेन्टली सफरिङ हो नि त